ओके मैले फाइनली बाहिर गोर्खे मुभी हेरेर आइसकेँ। हुनु त यो मुभी पनि मिरमिरे गोबरगढेसँगै चलेको मुभी हो। यो मुभी हेरेपछि किन लास्ट अप्सनमा राखेँ, पहिला चाहिँ यो मुभीलाई हेर्नु पर्थ्यो जस्तो फिल चाहिँ भएको थियो, किनकि यो मुभीमा मुभी मेकरले एक राम्रो कहानी तयार पारेको छ। तर यो मुभी अलिक ढिलो आयो, अझ अलिक अगाडि जब कि टिकटक क्रेज बढ्ने टाइममा आएको थियो भने अझ यो मुभीले राम्रो कमाइ गर्न सक्थ्यो। साँच्चै नै यो मुभी त्यो लेभलसम्म छ या छैन यो सब बताउने छु, त्यस कारणले भिडियोलाई थोरै पनि स्किप नगरी कम्प्लिट वाच गर्नुहोला। हामीले मुभीको लिड रोलमा स्वगत मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, राजाराम पौडेल र लक्ष्मी गिरी लगायत अन्य कलाकारहरूलाई देख्न पाइन्छ र यस मुभीको डाइरेक्टर निगम श्रेष्ठ हो। यो मुभी एक टिकटकरको आधारमा बनेको छ। उसलाई जसरी भए पनि जे गरेर भए पनि भाइरल हुनु परेको छ। साँच्चै नै टिकटक बनाउने क्रममा टिकटकको ज्यान पनि गएको छ र त्यसपछि उसको जीवनमा आउने परिवर्तन, समाजको प्रतिक्रिया र फ्यामिली ल्याउने फाइदा र समस्या मुभीमा राम्रोसँगले देखाउनु खोजेको छ। अब त्यो सब कुराहरूलाई मुभीमा कसरी प्रेजेन्ट गरेको छ यो सब जान्नुको लागि नै हेर्नुपर्ने हुन्छ यस मुभीलाई। अब यो मुभीको रन टाइमको कुरा गऱ्यौँ भने जम्मा 2.5 घन्टा जतिको चाहिँ छ। मुभीमा कथावस्तु रिलेटेबल छ, तर काहीँ ठाउँमा स्क्रिन प्ले अलिक स्लो लाग्छ। तर यो मुभीको क्लाइमेक्स यति दमदार छ कि मैले 1% पनि सोचेको थिइनँ कि नेपाली मुभीमा पनि यति राम्रो ट्विस्ट र क्लाइमेक्स हुन्छ भनेर यो मुभीमा देखाइएको छ। अब त्यो क्लाइमेक्स के हो त्यो त तपाईँहरूले पुरा मुभी हेरेर नै थाहा पाउनुहुनेछ। मुभीमा अभिनयको पर्फर्मेन्सको कुरा गर्ने हो भने मुख्य कलाकारहरूले निकै नेचुरल पर्फर्मेन्स दिएको छ। अझै मेन धेरै टाइमपछि स्वगत मल्लको राम्रो मुभी हेर्न पाइएको छ। स्वगत मल्लले यो मुभीमा आफ्नो क्यारेक्टरलाई निचोरेर राख्नु भएको छ, कहीँ पनि कमी हुनु दिनुभएको छैन। सपोर्टिङ कास्ट पनि ठिकै छ। म्युजिक र ब्याकग्राउन्ड म्युजिकको कुरा गर्ने हो भने एभरेज टाइपको छ, तर इमोसन सिनमा राम्रोसँगले काम गरेको छ। सिनेमेटोग्राफी सिम्पल छ, तर गाउँ र सिटी लाइफको कन्टेस्ट राम्रो देखाएको छ। भाइरल गोर्खा एकपटक हेर्ने लायक मुभी हो। विशेष गरी सोसियल मिडिया भाइरल कल्चर मन पराउने दर्शकको लागि पर्फेक्ट मुभी हुनेछ र यो मुभी तपाईँहरू आफ्नो फ्यामिलीसँग पनि मजाले इन्जोय गर्न सक्नुहुनेछ। यदि तपाईँहरूले यो मुभीलाई अलरेडी हेरिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनुहोला र भिडियो मन पर्यो भने लाइक सेयर गर्नुहोला र यस्तो मुभीहरूको रिभ्यू मन पर्छ भने सब्सक्राइब पनि गर्नुहोला। फेरि भेटौँ अर्को भिडियोमा, तबसम्मको लागि।